ल साथीहरु हामी चाहिँ लन्डन ब्रिज भनेर चिनिने टावर ब्रिजमा आइरहेको छौँ। उहाँ सिन्धुपाल्चोकको हुनुहुन्छ चन्द्र गुरुङजी र उहाँ बैतडीको हुनुहुन्छ युवराज भट्टजी, सालोजी नवराज भट्टजी, सालोजी भन्नुभयो। ल हामी चाहिँ लन्डन ब्रिज घुम्ने गएको छ। ल ल ल टावर ब्रिज चढ्नु छ। ल यस्तो छ है, यहाँ चाहिँ गमलामा यस्तो हरियाली गरिएको छ। मान्छेहरू र टुरिस्टहरू धेरै नै छन्। ल लन्डनमा ल्यान्डिङ हुँदा साथ फेरि यता। ल साथी यो टावर ब्रिज हो। यो टावर ब्रिजको त्यो बिचमा चाहिँ यस्तो पहेँलो बत्ती बलिरहेको छ नि, त्यहाँबाट यो चाहिँ फोल हुने गर्दछ। यो लन्डन बस हो, डबल डेकर बस। यो खोलाको नाम चाहिँ थेम्स नदी हो। यो पानी जहाज भइहाल्यो, फेरि भइहाल्यो। यो चाहिँ लन्डनको चाहिँ स्काई गार्डन हो। यो चाहिँ त्यसमा चाहिँ पुरा गार्डन छ, हरियाली त्यहाँभित्र। यो चाहिँ लन्डन मेयरको चाहिँ अफिस हो। यो पैसा जस्तो। यहाँ हुनुहुन्छ बैतडीको नवराज भट्ट सर, उता हुनुहुन्छ चन्द्र गुरुङजी। पानी जहाज तल, माथि चाहिँ हवाई जहाज लगाएर चाहिँ ल मान्छेहरूले चाहिँ भिडियो हाम्रो फोटो खिच्थे, हामीले फेरि अब उनीहरूको फोटो खिच्दैछौँ। राम्रो छ नि त मान्छेहरू त। लन्डन आएर काम पाउनु भएको छ, क्यामेराम्यानको काम पाउनु भएको छ है सालाजीले। लन्डन आएर काम पाउनु भएको छ, फोटो खिच्ने फोटोग्राफरको। ल ल ल मजा आछ घुमिरहेछ। पर्यटकहरू टन्नै हुन्छ। कस्तो लाग्यो लन्डन भन्नुहोस् त? एकदम राम्रो रमाइलो लाग्यो हो। हजुरले यसरी मजाले ल्याएर खुवाइदिनु त्यसको लागि हामी धेरै आभारी छौँ। धन्यवाद। पछि पनि सहयोगको अपेक्षा गर्छौँ। धन्यवाद धन्यवाद। ओभरबोट्स हजुरहरू यस थम्स नदीमा कोही चाहिँ डुबिहाल्यो भने यो चाहिँ सेफ लाइफ हो। सट्ट खोल्ने सट्ट फाल्ने है साथीहरू। ल है हेलो 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 चन्द्रजीहरू सब ठिकठाक होइन त? लन्डनमा पनि भेट हुने लेख्यो मलेसिया पछि होइन? ल ल ल टावर ब्रिज माथि चढ्न चाहनुहुन्छ भने टिकट एन्ट्रेन्स चाहिँ माथि चाहिँ 225 मिटर अग्लो छ यो चाहिँ। भेट त छँदै छ। भेट चाहिँ छ। आज चाहिँ बैतडी, म्याग्दी र सिन्धुपाल्चोकले चाहिँ लन्डन ब्रिज हल्लाएको छ है साथीहरू। भोलि त्यसो भए भोलि त्यहाँको कार्यक्रम पछि हजुरलाई फोन गर्छु। एकदम चाहिँ भेटभाट छ है, टुरिस्टहरू पनि टन्नै छन्। हामी चाहिँ टावर ब्रिज घुमिरहेका छौँ। एकदम रमाइलो छ है। यो बत्ती बलेको छ नि जुन, यहाँबाट ठ्याक्क भाँचिन्छ पानी जहाज आयो भने। लन्डन ब्रिजको मध्यभागी हो। पानी जहाज अग्लो अग्लो आयो भने ठ्याक्क चाहिँ यो दुई टुक्रा हुन्छ साथीहरू। ए ल ल ल लन्डनको डबल डेकर बस है गुडिरहेको छ। ल यति भन्ने यो छोटो भलाबाट हामी बिदा हुन चाहन्छौँ। ल बाई बाई। ल बाई बाई। ल बाई।